तुमदेखि हुलुङदेखिसम्म भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट निकासा गरेर यो पुरानो बाटोलाई चौडा गर्ने काम मैले नै सुरु गराएको छु। मेरै पहलमा त्यो चाहिँ बजेट निकासा भएको छ। पैसा त सरकारको हो, तर पहल मैले गरेको छु। यसै गरी हातोक छहराको बाटो, त्यसको निम्ति पनि धेरै पहिला हाम्रै पूर्व माननीय यादवबहादुर राईमाझी अध्यक्ष भएर त्यो सुरु गर्नुभएको थियो। ओटासेल भएको थियो, तर साहुरो थियो। मैले सांसद विकास कोषको पैसाबाट यसलाई चौडा गर्नलाई मैले चाहिँ पहिलो बजेट 76-77 सालमा छुट्याएको थिएँ र चौडा भएको। हालाकि यो अझै चाहिँ जुन पिच हुनुपर्ने पिच हुन सकेका छैन। मैले केन्द्रबाट चाहिँ 4 करोड रुपियाँ मैले पहिलो वर्ष पारेको थिएँ र पछि त्यो प्रदेशमा गयो। प्रदेशको गौरवको आयोजना बन्यो। रामपुरदेखि कपुरकोटको चाहिँ नामाकरण गरेर अहिले यो बाटो चलिरहेको छ। प्रदेशले पैसा दिएको छ, केही मान्यजीहरूले त्यहाँ पैसा ल्याइरहनु भएको छ। यतिले पुगेको छैन। अब यसलाई 2 वर्षभित्र केन्द्रीय बजेट राखेर सकिन्छ केन्द्रको चाहिँ योजनामा हाल्ने। त्यो भएन भनेदेखि केन्द्रीय बजेट प्रदेशमा पठाएर भए पनि हातोक छहराको बाटोलाई 2 वर्षभित्र पूर्ण रूपमा यसलाई पिच गरेर सजिलो खालको अथवा पिच गरेर यसलाई चाहिँ स्तर उन्नति गर्ने गरी मैले सोच बनाएको छु। योदेखि बाहेक धेरै योजनाहरू मैले परिकल्पना गरेको छु। मेरो एउटा सङ्कल्प 25 बुँदाको सङ्कल्प पत्र अथवा चाहिँ मेरो चाहिँ प्रतिबद्धता पत्रहरू पनि मैले तपाईँको बिचमा ल्याइसकेको छु। त्यस कारण चाहिँ मैले धेरै विकास निर्माणका कामहरूलाई अगाडि बढाउनको निम्ति योजना बनाएको छु र त्यसको सँगसँगै मैले ठाउँ ठाउँमा जाँदाखेरि सोध्ने गर्छु यहाँको अवस्था के हो र चाहिँ साना ठुला कार्यक्रम अथवा योजनाहरू के आवश्यक छ भनेर मैले चाहिँ सोध्ने गर्छु। यसै अन्तर्गत अहिले यहाँ मलाई चाहिँ एउटा भन्ने 14वटा माग पत्र मलाई चाहिँ दिनुभएको छ। त्यसमा चाहिँ अब यसमा म थोरै यसको चाहिँ लाइनैसँग पढेर म यहाँको विचार राख्न चाहन्छु। र यो माग पत्रमा पहिलो नम्बरमा नागरिक सम्बन्धी समस्याको कानुनी समाधान खोजिने। अब यो चाहिँ नागरिक मात्रै भएन, नागरिकता सम्बन्धी समस्याको कानुनी समाधान खोजिनुपर्छ है। यो चाहिँ नागरिकताको समस्या छ, यसमा केही कानुनमा संशोधन गर्न पर्ने र केही सहज बनाउनु पर्ने आवश्यकता छ। त्यसैले माग राख्नु भएको छ। यो केन्द्रीय नीति अन्तर्गत नै हो र हामीले पनि एउटा समस्या भएको महसुस चाहिँ गरेका छौँ। एउटा यो माग। दोस्रोमा हार्थोक बजार र सुकुम्बासी जग्गाको लाल पूजाको प्राप्तिको लागि पहल गर्ने। अब यो चाहिँ एकदमै मैले पहिलेदेखि नै बुझेको समस्या हो। यो ठाउँमा धेरै साथीहरूले भन्नुहुन्थ्यो यो एकदमै एउटा यहाँको यो यहाँका वासी चाहिँ निवासीहरूलाई धेरै समस्या परेको कुरा गर्नुभएको छ। यसमा चाहिँ मैले विगतमै मैले केही यस्तो पहल त गरेको थिएँ, तर सम्पन्न हुन सकेन, काम हुन सकेन। यसलाई यो चाहिँ अन्यत्रको पनि यस्तो केही ठाउँमा समाधान पनि भइसकेको छ र अब यो ठाउँमा समाधान गर्नको निम्ति मलाई लाग्छ त्यति धेरै ठुलो समस्या होइन। अब व्यवस्थित बसोबास र चाहिँ सुकुम्बासीको दुवै कुरालाई जोडेर हामीले यसलाई सम्पन्न गर्न सक्छौँ। त्यसमा राख्नुभएकोमा धन्यवाद छ। त्यस्तै वन्यजन्तु नियन्त्रण सम्बन्धी कानुनी समाधान खोज्नुपर्ने, यो कुरा मैले सुरुमै भनिसकेको छु। त्यो मेरो पहिलो एउटा चाहिँ प्राथमिकताभित्र पर्ने माग हो। त्यस कारण चाहिँ म यसलाई चाहिँ यही कुरो चाहिँ भन्न चाहेँ। हार्थोक सिरुपाते सहुर पानी निन्धारा मालमुल घुम्ती रोड स्तर उन्नति यो ठुलो कुरो भएन। यो चाहिँ माग राख्दाखेरि यसलाई चाहिँ स्तर उन्नति हामी गर्न सक्छौँ। यो पनि मैले चाहिँ यसलाई नोट गरेर राख्ने कुरो र कहाँबाट रकम उपलब्ध गराउने मैले चाहिँ गर्ने यो चाहिँ म तपाईँसँग आफ्नो वचनबद्धता पनि व्यक्त गर्न चाहन्छु। त्यसै हिरा पोखरा तकल्दी भाक्रेबास सडक पक्की गर्नुपर्ने आएको छ। अब यसको निम्ति पनि अब यो कति छ इस्टिमेट गर्नु पर्यो। इस्टिमेट पछि चाहिँ हामी कहीँ न कहीँबाट प्रदेशबाट होला अथवा केन्द्रबाट होला हामी बजेट निकासा गर्नको निम्ति हामीले चाहिँ पहल गर्नेछौँ। त्यति ठुलो कुरा पनि हो जस्तो मलाई लाग्दैन। त्यसरी हिरा पोखरा कोर्ले खरक मैनादी जोड्ने बाटो विस्तार र उन्नति भनेको छ। यो बाटोभित्रै पर्छ। हामी यसलाई प्याकेजको रूपमा पनि ल्याउन सक्छौँ। त्यस कारण चाहिँ यसलाई पनि म आफ्नो कार्यक्रमभित्र राख्नेछु। त्यसरी हाइवेदेखि सिरुखरको हुँदै बाँझा जोड्ने बाटो विस्तार र स्तर उन्नति यो पनि हामीले प्याकेजमै
यसलाई चाहिँ राख्न सकिन्छ। एउटै प्याकेजबाट पनि हामीले रकम निकास गर्न सक्ने सम्भावना हुन्छ र त्यसै गरी पालिकाबाट पनि हुनसक्छ। त्यसै गरी मालमोल हाइवेदेखि सतन्तुली बाटो स्तर उन्नति यो पनि बाटो नै हो। यसलाई पनि हामी प्याकेजमा राख्ने गरी हामी अगाडि बढाउन सक्छौँ। छिलङ्गे रुखदेखि नारायणखोप उत्खारसम्म बाटो स्तर उन्नति यो पनि बाटोभित्रै पर्यो। यसलाई पनि मर्मत सम्भार चाहिँ यसको चाहिँ स्तर उन्नति गर्नको निम्ति प्याकेजमा राख्न सकिन्छ। त्यसै गरी नयाँ पानी काया पानीदेखि रातामाटा सिमलखरको बाटो स्तर उन्नति यो पनि बाटो स्तर उन्नतिभित्रै पर्यो। यसलाई पनि हामी प्याकेजमै चाहिँ केही बजेटहरू व्यवस्था गर्न सकिन्छ। त्यस्तै पालिकादेखि तल्लो खसौली हुँदै रजवै जोड्ने बाटो स्तर र स्तर उन्नति यो पनि एउटै प्याकेजमा पर्यो। यसलाई चाहिँ यस्तो एउटै प्याकेज बनाएर बनाउँदाखेरि पालिकाको त्यो पनि यो